हेलो साथीहरू, सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। भर्खरै उठेँ। कति बजे उठेँ भनेर त नभनौँ होइन, तर भर्खरै उठेछु है। अब तल जान्छु अनि यसो के काम छ भने काम छ भने गर्नु पऱ्यो, न त कपडा सपडा धुन छ है, यसो फ्रेस हुनु पऱ्यो। त्यही हो। अब एकचोटि तल भेटौँला है त। के भन्दै हुनुहुन्छ मम्मीले है? मम्मी भन्दाखेरि है ल्याउने बेला भयो कि नसामा भइकिन कहिले हुन्छ नि थाहा छैन है। के छ हाल खबर? गुड मर्निङ। गुड मर्निङ। खाना पाएको? अहिले पाएको 12 बजे किन अहिले किन पाक्दैन? किन पाक्दैन अहिले? पर्यो नि। किन भेट्न त? बाख्राको सुसार गर्नु पर्यो, बाख्रा हेर्नु पर्यो, यिनीहरू गर्नु पर्यो। यिनी चाहिँ हाम्रो डन हुन् है, दुईवटा डन छन्, लाखे गोरु हुन् यिनीहरू है। यो सेते काले दुईवटा छन् है, सेते र काले घाँस खाइरहेछन्। फर्केर कुस पार्न अहिले मेरो बुढी भाग्छे हुन त बिहे भयो कहाँ भाग्ने हो? खतम मान्छे चाहिँ तपाईँ त यार। ट्याक्क खुर्सानी फल्दैछ है, चाहिएको लिन आउनु होला। ल हेर जता फर्के त्यतै किन हौ? है सब म चाहिँ ट्याक्कै कपडा लगाएर मेसिनमा हालिदिन्छु है। मेसिनमा हालिदिन्छु, हेर्नु है। यो चाहिँ मेरो मेसिन हो है। मेसिनमा चाहिँ यसरी कपडा हाल्ने, यसरी हाल्ने अनि यसरी थिच्ने है। यसरी थिच्ने, अलि राम्रोसँग थिच्नुपर्छ नि। फेरि साथीहरू आउनु भने आउनुहोस्, म सिकाइदिन्छु है। कपडा सपडा धोएर नुहाएर भर्खरै भ्याइयो है। अब चाहिँ खाना खानु जानुपर्छ। अब खाना खानु पऱ्यो। भर्खरै तल झरेको त नयाँ कुरा थाहा पाइयो गाइस। हेरौँ है नयाँ कुरा के हो, तपाईँहरूलाई म देखाउँछु है त। हेर्नुहोस् है त नयाँ कुरा। ओह आवाज सुन्नुभयो? आवाज सुन्नु कि सुन्नु भएन? ओह सुन्नुभयो कि नै? कहाँ कता हो खै? यता हो। ल गाइस नयाँ मेम्बर थपिए हाम्रो घरमा है। ल दुईजना। ल हेर्नुहोस् दुईटा पुन्टुराहरू निस्किएछन्। पुन्टुराहरू देऊ तिमीहरूको भाइहरू आए छैन? तेरो भाइ हो बुझिस? तेरो भाइ हो। ओ गाले के भन्छस् तेरो भाइ बहिनीलाई? के भन्छस्? भन्छस् कि भन्दैनस्? बोल्दैन त मे गर न। जन्मिन पाएन हिँड्न थाली भ्याउ। ल हेर्नु हेर्नु त हेर्नु त हेर्नु त। अब चाहिँ भात खाऊँ है। मम्मीले पकाएको भात कस्तो हुन्छ हेरौँ है। अरू बेला त म पकाउँथेँ, आज मम्मीले पकाउनुको है। अरू बेला सधैँ मैले हो। अरू बेला मै पकाउँथेँ, आज चाहिँ ल त्यहाँको काँक्रा, मुलाको अचार, भात, पनिरको तरकारी, दही, पानी। त्यही हो। ल गाइस खाएपछि कुरा गरौँ ल है। ओके लभ यु म्यान। अहिले चाहिँ हामी ठ्याक्क डोको लिन जाँदैछौँ है। डोको बुन्ने निगालो चोयाले ज्यानै खायो त तिम्रो मयाले। ल है गाइस यो चाहिँ हाम्रो शिशिर दाई हो है। यसो अब साथीको घरतिर आएको छु है। अब साथीको बाको काम हेरौँ है कस्तो छ। ल हेर्नुहोस् अङ्कलको आइडियामा ब्यागमा, ल हेर्नु बोतलमा, मिनरल वाटरको, ल हेर्नु बलमा कस्तो राख्नु। अङ्कलको दिमागलाई चाहिँ मान्नै पर्छ कि। हेरौँ न त यहाँ पानी हाल्ने, यहाँबाट यहाँ झर्छ, यहाँबाट यहाँ झर्छ, यहाँबाट यहाँ है। ल हेर्नु यस्तो झाडी हुन्थ्यो यहाँ, अहिले हेर्नु त। ल बवाल भन्नु बवाल सकियो है। साथीहरू यहाँ बसिछन्। विष्णु के भन्न चाहन्छस्? हेलो
उहाँ भर्खर निदबाट उठ्नुपर्छ आधै निदमा हुनुहुन्छ विजय दाइ के भन्न चाहनुहुन्छ मेरो त के भनौँ प्रतिक्रिया केही छैन अब हजुरले दिने एकदम बवालवाला प्रतिक्रिया होइन अब हामीले हजुरलाई चाहिँ एकदम नयाँ नयाँ भिडियो ल्याउने कोसिस गर्छौँ र हजुरलाई एकदम इन्टरटेनमेन्ट गराउने कोसिस गर्छौँ हजुरले आफ्नो सुझाव प्रतिक्रिया एकदम के कस्तो लाग्छ जे नराम्रो लाग्छ हजुरहरूले कमेन्टमा भनिदिनु होला है त गाइज अब हामी चाहिँ आन्टीले नास्ता बनाउनु भयो ट्याक्क लाएर उसानेको मकै अघि त्यहाँ बसाल्न त खिच्न बिर्सियो हेर नयाँ नयाँ हो सिक्न त्यस्तै भयो त्यही नास्ता बनाउने आन्टी चाहिँ त्यहाँ हुन्छ ती ट्याक्क खाँदै हुनुहुन्छ यसलाई यसले खाँदैछ यो त ल खाँदैछ है मकै चाहिँ हेर न क्या क्या है खाम खाम भयो होला है ल अब चाहिँ खानु लाग्यो है दुइटाले खाने बेला लाउनु है हल्का नुन चाहिँ कम छ मलाई ठिकै भयो मलाई कम भयो जस्तो भयो मैले त पानी उस भएर हो क्या घरतिरै हिँडेको है भिडियो बनाएर सकियो अब म चाहिँ घर जाने अब यताबाट जाने भने फेरि टन्नै घुम्नुपर्छ अब यहाँबाट आम्फाल्ने अनि जाने ल हेरिदिनु जति सबैजनालाई मेरो तर्फबाट धन्यवाद है फेरि फेरि नि हेर्दै गर्नु होला म हाल्दै गर्छु है कमेन्ट गर्दै गर्नु राम्रो नराम्रो